अदुवा अब रोप्नुको लागि खनिँदैछ। अब ट्रान्सफरेबल अर्को पालिको लागि रोपाइ। हाम्रोतिर अदुवा सुरु हुन थाल्यो। अस्ति भ्याइएन। अदुवा हेर्नुहोस्, अर्ग्यानिक प्योर गाईको मलको नै यसरी हुँदैछ हाम्रोतिर। तपाईँहरूले त रोपिसक्नु भयो होला। हेर्नु न, हात काटेर फेरि खन्नु पनि एकदमै असुविधा भइरहेछ। सुरु भयो अदुवा रोपाइ। फल्नु त धेरै फलेको जस्तो लाग्छ, तर फल चाहिँ कम्ती भेट्छ र त। सुकिसकेको छ नि हौ नखनेर। अस्ति खन्नु पर्ने भ्याइएन अदुवा। यहाँ छ बोट 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 खन्न जस्तो छ। आइज राम्रो भएन रहेछ योपालि यहाँ अदुवा है। यो दुईपल्ट भयो बिराएर रोपेको यहाँ अदुवा, त्यसले गर्दाखेरि अलिक राम्रो हुन सकेन। अदुवालाई चाहिँ नयाँ मल, नयाँ बारीमा चाहिँ यिनै राम्रो हुने गर्छ। हातले एकदमै दुख्यो, हात काटिएको। गाउँले जीवन यस्तै छ, के गर्नु। दुख्यो भने त भएन, काम गर्नै पर्यो।